हेलो स्टुडेन्ट्स, फेरि पनि म उपस्थित भइसकेको छु र अहिले चाहिँ म एउटा अनसिन थ्योरम लिएर आएको छु है त। सो यो अनसिन थ्योरम हो यो। सो वेयर इट सेज द्याट एङ्गल WXQ विल बी इक्वल्स टु एङ्गल QYZ इन द फिगर अरे है। सो यो फिगरमा हेर्ने हो भने चाहिँ पहिला म फिगरको डेस्क्रिप्सन गरिदिन्छु है त। सो यो फिगरमा दुईवटा सर्कल छ। फर्स्ट सर्कल इज दिस होइन। सो दिस इज माई फर्स्ट सर्कल एन्ड सेकेन्ड सर्कल इज दिस। सो अभियसली वान इज बिगर सर्कल एन्ड एनदर इज स्मलर सर्कल अरे है। अब त्यो सर्कलमा चाहिँ सो वी आर सर्चिङ द एङ्गल WXQ। त्यो WXQ चाहिँ कहाँनिर छ भने सो लेट मी सो हियर। सो यो WXQ इज इन द बिगर सर्कल होइन, यो यहाँनिर छ WXQ होइन। सो एन्ड एनदर एङ्गल इज QYZ। वेयर इज द्याट QYZ? सो हियर इज QYZ है त। QYZ चाहिँ यहाँनिर रहेछ। सो दिस एङ्गल। सो दिस टु एङ्गल मस्ट बी इक्वल अरे। अब यो फिगर अनुसार चाहिँ इक्वल हुन्छ भनेको छ क्या है। सो अरू चाहिँ दिएको कुरा के छ भने वेयर यो लाइन्स आर गिभन अरे। सो WPY, यो WPY र यो WPZ र XQY दे बोथ आर स्ट्रेट लाइन्स अरे है त। सो नाउ सो अब चाहिँ म तिमीहरूलाई चाहिँ कसरी यो थ्योरमहरू सल्भ गर्ने, अनसिन थ्योरमहरू आइडिया कसरी लिने त्यो बारेमा चाहिँ म भन्छु है त। सो फर्स्टमा तिमीहरूले अभियसली क्वेसन हेर्ने, WXQ हेर्ने पहिला। सो हियर इज WXQ। सो हियर इज आवर WXQ र एन्ड देन हियर इज आवर QYZ। यिनीहरूको बिचमा चाहिँ कसरी रिलेसन ल्याउने त भनेर चाहिँ त्यो बुझ्नु पऱ्यो है त तिमीहरूले है। सो यसमा सुरुमा चाहिँ तिमीहरूको एउटा काम के हुन्छ भने कन्स्ट्रक्सन चाहिँ गर्नुपर्ने हुन्छ यहाँनिर होइन। कन्स्ट्रक्सन इन सच अ वे द्याट this PQ line must be joined, and after joining this line PQ in a bigger circle, this WXQP will be a cyclic quadrilateral, and in a smaller circle now we can see this angle is relation with this angle QPZ, which is the inscribed angle standing on the same arc, that is QZ. सो अब चाहिँ हाम्रो रिलेसन हेर्नुपर्छ क्या। सो म फेरि एकचोटि भनिदिन्छु है त। सो कसरी रिलेसन हेर्ने भन्दा चाहिँ सर्वप्रथम त तिमीहरूले थ्योरम बुझ्नुपर्छ। अब हामीलाई मैले अलरेडी तिमीहरूलाई भनिदिइसकेको छु। एउटा चाहिँ इन्स्क्राइब एङ्गलको थ्योरम छ, अर्को चाहिँ एक्सटेरियर एङ्गल अफ अ साइक्लिक क्वाड्रिलेटरल इज इक्वल्स टु इट्स अपोजिट इन्टेरियर एङ्गलको थ्योरम छ होइन। त्यो थ्योरमको चाहिँ अब यहाँ कनेक्सन बनाउने हो फेरि हामीले है त। सो यो एङ्गल र यो एङ्गल कसरी इक्वल हुन सक्छ त भन्दा यिनीहरूको बिचमा चाहिँ रिलेटिङ अब एङ्गल अर्को कुन छ त त्यो हेर्ने हो होइन। यो सर्कल र यो सर्कललाई चाहिँ कनेक्सन हुने एउटा एङ्गल हुन्छ, त्यो एङ्गल चाहिँ खोज्ने। सो यो हेर्ने हो भने चाहिँ इन्स्क्राइब एङ्गल, यो एङ्गल र यो एङ्गल अभियसली दे आर इन्स्क्राइब एङ्गल है त। वाइ? बिकज दे आर स्ट्यान्डिङ अन द सेम आर्क, यो र यो एङ्गल, एन्ड दे आर स्ट्यान्डिङ अन द सेम आर्क, द्याट इज QZ होइन। यो चाहिँ भयो। अनि अर्को कुरा चाहिँ के हो भने यो यदि यो साइक्लिक क्वाड्रिलेटरल हो भने होइन, यो बाहिरको यो एङ्गल चाहिँ एक्सटेरियर एङ्गल हुन गयो र यसको अपोजिट इन्टेरियर एङ्गल भनेको चाहिँ WXQ। सो यहाँनिर चाहिँ मैले एउटा रिलेटिङ एउटा चाहिँ लिङ्क भेटेँ, जसले गर्दा चाहिँ अब हामीलाई सजिलो भयो। कन्स्ट्रक्सन गरेको हुनाले चाहिँ मलाई एकदमै सजिलो भयो है त। सो फर्स्ट अब यहाँ हेर्ने हो भने कन्स्ट्रक्सन मैले गरिसकेको छु, जोइन PNQ। सो PNQ वाज जोइन्ड। अब हेर्ने हो भने चाहिँ स्टेटमेन्टमा यसरी लेख्ने, WXQ इज इक्वल्स टु QPZ। यो एङ्गल र यो एङ्गल चाहिँ इक्वल हुन्छ। वाइ? बिकज exterior angle of cyclic quadrilateral is equals to its opposite interior angle. Considering in the circle
दिस बिगर सर्कल है त यो अहिले चाहिँ बिगर सर्कलमा हेरेर गर्ने किनकि हाम्रो बिगर सर्कलमा चाहिँ साइक्लिक क्वाड्रिलेटरल बनेको छ है। अब स्मलर सर्कलमा हेर्ने हो भने चाहिँ के छ भन्दा क्युवाइजेड एङ्गल चाहिँ कहाँनिर छ, यो क्युवाइजेड एङ्गल चाहिँ यहाँनिर छ र यो एङ्गल फेरि अगेन द सेम एङ्गल है त क्युपिजेड। बट दिस टाइम what will be the relation used in smaller circle? Inscribed angle they are standing on the same arc, that is QZ। यो आर्कमा चाहिँ बसेको छ है त। सो द्याट मिन्स अब तिमीहरूको स्टेटमेन्ट 1 र यो स्टेटमेन्ट 1 हो, यो स्टेटमेन्ट 2 होइन। अब तिमीहरू एङ्गल हेर्ने भने चाहिँ यो एङ्गल इज कमन होइन, यो एङ्गल चाहिँ कम्प्लिटली कमन छ भने एन्ड वी नो द्याट इफ दिस टु एङ्गल्स आर कमन, इफ दिस एङ्गल इज कमन देन अभियसली द रिमेनिङ एङ्गल विल अल्सो बी इक्वल है त। यसरी चाहिँ हाम्रो क्वेसनले सोधे अनुसार चाहिँ हाम्रो आन्सर चाहिँ आयो है फ्रम स्टेटमेन्ट 1 and 2। हेन्स आवर थ्योरम इज वाट? हेन्स प्रुभड। इट्स क्वाइट इजी छ है, क्वाइट इजी छ र तिमीहरूको इक्जाममा सोधिहालेछ भने पनि यस्तै क्वेसनहरू सोध्ने हो होइन। सो पढ्नु चाहिँ पर्छ ल। अल द बेस्ट फर इक्जाम।